नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई हाम्रो च्यानलमा। आज मैले तपाईँहरूलाई एसई रिटोटनिङ 2083 को रिजल्ट कसरी हेर्ने भन्ने कुरा सिकाउने छु है। त्यसको लागि सबैभन्दा पहिला तपाईँले आफ्नो फोनको गुगलमा जानुपर्ने हुन्छ है। त्यसको लागि सबैभन्दा पहिला आफ्नो फोनको गुगलमा जानुहोस्। यसरी गुगलमा गइसकेपछि तपाईँले यहाँ se.gov.np लेखेर सर्च गर्नुहोस्। यसरी सर्च गरिसकेपछि केही क्षणमा तपाईँहरूलाई यस्तो प्रकारको इन्टरफेस देखिने छ है। त्यसपछि तपाईँहरूलाई अलि तल जानुपर्ने हुन्छ है। अलि तल गइसकेपछि यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ पुनर्योगको नतिजा 2082 पहिलो चरण टोटल रिजल्ट 2082 फर्स्ट लोड। अहिले फर्स्ट लोडको नतिजा आएको छ है। त्यसैले यहाँ फर्स्ट लोडको देखाइरहेको छ है। त्यसैमा क्लिक गर्नुहोस् है। यसरी क्लिक गर्दाखेरि यस्तो प्रकारको इन्टरफेस देख्ने छ है। अलि तल जानुहोस्। अलि तल गइसकेपछि यहाँ तपाईँले आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ है। यसमा अलि हेर्नमा झाउँ लाग्छ, त्यसैले थ्री डटमा हामीले क्लिक गर्नुपर्छ है। थ्री डटमा क्लिक गर्नुहोस्। यसरी थ्री डटमा क्लिक गरिसकेपछि डाउनलोड पिडिएफ फाइल देखेको छ, त्यसमा क्लिक गर्नुहोस्। यसरी क्लिक गरिसकेपछि यस्तो प्रकारको इन्टरफेस देख्ने छ है। डाउनलोड एगनमा क्लिक गर्नुहोस्। यसरी डाउनलोड एगनमा क्लिक गरिसकेपछि केही क्षणमा यस्तो प्रकारको इन्टरफेस देख्ने छ है। सजिलो तरिकाले तपाईँलाई हेर्नको लागि सबैभन्दा पहिला तपाईँले के गर्नुपर्छ भन्दाखेरि तपाईँको फोनमा गुगल ड्राइभ एप्स हुनु पर्यो है। यदि छैन भने त्यसलाई डाउनलोड गरिहाल्नु होला है। तब तपाईँको फोनमा यस्तो प्रकारको इन्टरफेस देखिन्छ, नत्र भने देखिँदैन है। यस्तो प्रकारको इन्टरफेस देखिसकेपछि तपाईँहरूले यहाँ सर्च बारमा क्लिक गर्नुपर्ने हुन्छ है। यहाँ सर्च बारमा क्लिक गर्नुहोस्। यसरी क्लिक गरिसकेपछि तपाईँहरूलाई यहाँ आफ्नो सिम्बल नम्बर राख्नुपर्ने हुन्छ है। मैले आफ्नो सिम्बल नम्बर राखिदिन्छु है। यसरी सिम्बल नम्बर राखिसकेपछि तपाईँहरूले सजिलैसँग आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ है। यसरी राख्दाखेरि तपाईँको सिम्बल नम्बर हाइलाइट हुनेछ है। यसरी नै तपाईँहरूले सजिलैसँग आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ है। यदि तपाईँको रिजल्टमा नोट चेन्ज लेखेको छ भने त्यसको मतलब हो परिवर्तन भएको छैन है। चेन्ज लेखेको छ भने तपाईँको रिजल्ट परिवर्तन भएको छ है, त्यो बुझिन्छ है। आजको लागि यति नै। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद।